नमस्कार दर्शकहरू, आजको यो भिडियोमा हामी एउटा यस्तो प्रश्न छलफल गर्दैछौँ जसले सदियौँदेखि मानिसलाई सोच्न बाध्य पारेको छ। भगवान हुनुहुन्छ कि हुनुहुँदैन? यो प्रश्न सुन्दा साधारण लाग्ला, तर यसको जवाफले हाम्रो जीवन, नैतिकता र संसारलाई हेर्ने दृष्टिकोण नै बदलिदिन्छ। हामी दुई महान विचारहरूको विचारलाई सरल र रोचक तरिकाले बुझ्ने प्रयास गरौँ। पहिलो, जिद्दु कृष्णमूर्ति, जो आध्यात्मिक स्वतन्त्रताका पक्षधर थिए, र दोस्रो रिचर्ड डकिन्स, प्रसिद्ध वैज्ञानिक र नास्तिक। दुवैले परम्परागत भगवानको अवधारणालाई चुनौती दिएका छन्। यो भिडियो सुन्दा तपाईँलाई लाग्नेछ, वाह, यस्तो पनि सोच्न सकिन्छ र? जिद्दु कृष्णमूर्तिको जवाफ: भगवान हुनुहुन्छ? सिधा जवाफ: हुनुहुँदैन। कम्तीमा हामीले सोचेको जस्तो व्यक्तिगत सृष्टिकर्ता वा पूजा गर्ने भगवान हुनुहुन्न। किन यस्तो भन्नुभयो? सोच्नुहोस् त, मानिस डर, असुरक्षा र सुरक्षाको चाहनाबाट ग्रस्त हुन्छ। एक्लोपन, चिन्ता अनि अनिश्चितताले उसलाई कसैले हेरचाह गरोस् भन्ने लाग्छ। त्यही डरबाट मानिसले भगवानको कल्पना गरेको हो। भारतमा मात्र 3 लाखभन्दा बढी देवता छन्। यो हास्यास्पद होइन र? विचारले आफै एउटा छवि बनाउँछ र त्यसलाई पूजा गर्छ। यो त आफैलाई पूजा गर्नु जस्तै हो नि। यदि साँच्चै भगवानले हामीलाई बनाउनु भएको हो भने हामी किन यति दुखी, हिंस्रक र भेदपूर्ण छौँ? हामी त प्रेम, आनन्द र सुन्दरताले भरिएको हुनु पर्थ्यो नि। त्यसैले या त हामीले भगवान बनाएका हौँ या हामी भगवानको सृष्टि होइनौँ। तब साँचो के हो त? कृष्णमूर्तिले भन्नुहुन्छ, विचारभन्दा बाहिर एउटा अनन्तता छ जुन समयको बाहिर छ। माने समयको सीमाभित्र बाँधिएको छैन। यो कुनै विश्वास होइन, यो त मन र हृदय पूर्ण रूपमा स्वतन्त्र हुँदा हुने अवस्था हो। अहङ्कार, डर, स्वार्थ सबैबाट मुक्त। यो अनुभव गर्न गुरु, पुजारी, किताब वा नेतामा निर्भर नरहनुहोस्। जीवनलाई जङ्गलमा एक्लै हिँडे जस्तै प्रत्यक्ष सामना गर्नुहोस्। साँचो प्रेम बाँच्नुहोस्। मानिसहरू र जीवनप्रति जहाँ साँचो प्रेम छ त्यहाँ बाहिर भगवान खोजिराख्नु पर्दैन। त्यो प्रेम नै पवित्र हुन्छ। आत्मन यानि आत्मा बारेमा, आत्मालाई स्थायी र दिव्य मान्नु बाल्यसुलभ हो। दुःख, भ्रम र डरबाट मुक्त नभई आत्मामा विश्वास गर्नु व्यर्थ छ। सत्य विश्वासबाट होइन, मन पूर्ण शान्त हुँदा मात्र पत्ता लाग्छ। अब पालो रिचर्ड डकिन्सको द गॉड डिल्युजन, भगवानको भ्रमको सारांश के छ भन्दा, सिधा जवाफमा भगवान अलौकिक, बुद्धिमान सृष्टिकर्ताको अस्तित्वको राम्रो प्रमाण छैन। त्यसैले भगवान अत्यन्तै असम्भव छन्। यो त एउटा भ्रम हो। मुख्य तर्कहरू के थिए भन्दा, यस किताबका भगवानलाई वैज्ञानिक परिकल्पना जस्तै हेर्नुहोस्। ब्रह्माण्ड बनाउने र चमत्कार गर्ने अलौकिक शक्ति। तर परम्परागत तर्कहरू, डिजाइन यानि क्रिएसन, पहिलो कारण, नैतिकता आदि सबै कमजोर छन्। पृथ्वीमा देखिने क्रिएसन, डिजाइन, डार्विनको विकासवाद र प्राकृतिक छनौटलाई राम्रोसँग व्याख्या गर्छ। डिजाइनको आवश्यकता नै छैन। धार्मिक विश्वास, मनोविज्ञान, इतिहास र संस्कृतिको विकासबाट आएको हो, सत्यबाट होइन। विभिन्न भगवानको प्रकारबारे बाइबल, कुरानको व्यक्तिगत भगवान सजाय दिने, पुरस्कार दिने हानिकारक परिकल्पना हो। भगवान भनेको ब्रह्माण्ड हो। जस्ता अस्पष्ट विचारले भगवान शब्दलाई अर्थहीन बनाउँछ। आइन्स्टाइन जस्तै ब्रह्माण्डको सुन्दरतामा आश्चर्य मान्नु राम्रो, तर यो प्रार्थना सुन्ने व्यक्तिगत भगवान होइन। धर्म र समाजमा नैतिकताका लागि धर्म आवश्यक छैन। भगवान बिना पनि मानिस राम्रो हुन सक्छ। धर्मले हिंसा, क्रुसेड, आतंकवाद, स्वतन्त्र विचार दमन र भेदभाव निम्ताएको छ। बाल्यकालमा धर्म सिकाइन्छ, स्वतन्त्र छनौट होइन। समाजले धर्मलाई विशेष सम्मान दिन्छ, जसले हानिकारक विचारलाई बचाउँछ।
नास्तिकताबारे उनको किताबमा लेखिएको छ। नास्तिकता कुनै धर्म वा डगमा होइन, प्रमाण नभएकाले देवतामा विश्वास नगर्नु मात्र हो। नास्तिक हुनु बुद्धिमान, नैतिक र आनन्दित हुनु हो। लाज मान्नु पर्दैन। नास्तिकहरू बाहिर आउन प्रोत्साहन गर्नुहोस् ताकि अरूलाई पनि धर्म प्रश्न गर्न सजिलो होस्। डाकिन्स पूर्ण निश्चित छैनन्, कोही पनि हुँदैन, तर भगवान नहुनुमा धेरै विश्वस्त छन्। प्रमाणको बोझ भगवान हुनेहरूमाथि छ, यानि द बर्डन अफ प्रुफ। जसले छ भन्छ त्यसलाई नै प्रमाण देखाउने र त्यसलाई प्रमाणित गर्ने दायित्व हुन्छ भनेर बर्डन अफ प्रुफ कसलाई छ त? जो नास्तिक छ त्यसलाई भन्दा पनि जो आस्तिक छ, जो भगवान छ भन्छ, त्यसमा चाहिँ यसको दायित्व रहेको हुन्छ। जसरी दुवै विचारबाट संयुक्त जवाफ के आउँछ त भन्दाखेरि भगवान हुनुहुन्छ कि हुनुहुँदैन, हो वा होइन मा भन्दा कृष्णमूर्ति होइन भन्नुहुन्छ। विचारले बनाएको भगवान छैन, साँचो भनेको पूजा गर्ने भगवान होइन, समय बाहिरको प्रेमपूर्ण अवस्था हो जुन प्रत्यक्ष बाँच्न सकिन्छ। र डाकिन्सबाट पनि जवाफ आउँछ, होइन, अलौकिक भगवानको प्रमाण छैन, यो भ्रम हो, यो विश्वास बिना बाँच्नुहोस्। यदि हो भने यस जीवनमा कसरी अनुभव गर्ने? दुवैले परम्परागत भगवानलाई होइन भन्छन्, त्यसैले उनीहरूले यो भन्छन्, डर, विश्वास र अन्धकारबाट मुक्त हुनुहोस्। गुरु, शास्त्र र रीतिको निर्भरता छोड्नुहोस्। आफैलाई प्रत्यक्ष हेर्नुहोस्। विचारले कसरी देवता आफै बनाउँछ भनेर बुझ्नुहोस् र त्यसबाट मुक्त हुनुहोस्। प्रेम, बुद्धि र इमान्दारिताले बाँच्नुहोस्। त्यही प्रेम र अस्पष्टता नै मानिसले भगवान भनेको हो र यो बाहिर होइन, जीवन बाँचाइमा छ। कारण र प्रमाण प्रयोग गर्नुहोस्। सबै कुरा प्रश्न गर्नुहोस्। इमान्दार, दयालु र जागृत जीवन बाँच्नुहोस्। संक्षेपमा, बाहिर भगवान खोज्न छोड्नुहोस्, मुक्त हुनुहोस्, प्रेम गर्नुहोस्, जागृत हुनुहोस्। यो नै साँचो अनुभव हो जसको कुनै मूल्य अवश्य छ। के तपाईँलाई यो विचार मन पर्यो? कमेन्टमा लेख्नुहोस्। तपाईँलाई भगवानबारे के लाग्छ? लाइक, सेयर र सब्सक्राइब गर्न नभुल्नुहोस्। अर्को भिडियोमा फेरि भेटौँला। नमस्कार।